हेलो साथी, गुड मर्निङ। आज तपाईहरुलाई म देखाउँदैछु फुलहरू। मेरो करेसा बारी सफा गर्दैछु। सफा गरेर बिहानी टाइममा यति धेरै फोहोरहरू थुपारिसकेको छु। आजभोलि बर्खा लागेको हुनाले सर्पहरू धेरै आउँछ करेसातिर भनेर मैले चाहिँ करेसा बारी मेरो फुलबारी सफा गर्दैछु। यति धेरै झार जङ्गल छ मेरो करेसामा। म चाहिँ उखाल्दैछु झार। यति राम्रो फुल पनि फुलेको छ मेरो करेसा बारीमा। हेर्न सक्नुहुन्छ, म चाहिँ काम गर्दै अनि फुलहरू पनि देखाउँदै हजुरहरूलाई सफा गर्नुपर्ने छ। मैले चाहिँ धेरै नै फोहोर भएको छ मेरो फुल बारीहरू। यो चाहिँ मैले काटेर सानो राम्रो पलाहा, यो चाहिँ मैले काटेको। यो चाहिँ जस्मिन फुल धेरै राम्रो फुलेको छ। यो चाहिँ हाम्रोतिर लसुनी फुल भन्छन्, प्याजी लसुनी फुल भन्छ। यहाँ पनि निलो फुलेको छ, तर झार जङ्गल धेरै भएकोले बिहानी टाइममा म सफा गर्दैछु। हेर्न सक्नुहुन्छ मेरो फुलबारी। यता चाहिँ अलिअलि गोडमेल गरिसकेको छु। यो चाहिँ भर्खर लगाएको बेर्ना हो। अनि यतातिर पनि छ, धेरै फोहोर छ, त्यसरी सफा गर्दैछु साथीहरू। यहाँ पनि भर्खरै रोपेको मैले यसलाई सफा गर्दैछु। यसलाई पनि सफा गरेर फुल ल्याउँदैछ। यहाँ पनि गोडमेल गरिसकेको। मेरो कात्तिके बोडी पनि यत्रो भएको छ साथीहरू। कात्तिकमा फल्ने बोडी फुलहरू चाहिँ नभएको होइन, फोहोरले गर्दा अस्तव्यस्त छ। फुलहरू त सबै छ, हेर्नुहोस्। फुलहरू त मसँग प्राय छ, तर सफा गर्न सकिरहेको छैन। मैले चाहिँ राम हजारी पनि सारिसकेको छु। यसलाई चाहिँ हामीले राम हजारी भन्छौँ। यो श्री स्वस्थानी पूजाको लागि एकदमै ठिक हुन्छ। त्यो महिनामा चाहिँ स्वस्थानीको व्रत कथा सुन्ने बेला एकदमै पूजा गर्न राम्रो उचित हुने भएकाले मैले चाहिँ राम हजारी सारिसकेको छु। यतातिर पनि सफा गर्नु नै छ, बर्खाको टाइम हो, झार जङ्गल त भइहाल्छ। फुलबारीतिर सफा गर्नु छ। यहाँ पनि छ, यसको बाल्टी पनि सफा गरिदिएँ मैले। अनि आजको फोहोर चाहिँ यति धेरै गराएको छु। काटछाट गर्न पनि काटेँ अनि तयार गरेको छु। करेसा अलि सफा भयो कि जस्तो लाग्छ। सक्दो जति गरेको छु साथीहरू। यति धेरै डङ्गुर भइसक्यो मरो। झारपात उखालेर सफा गरेर मैले चाहिँ सानो त्योरी पनि सारिसकेको छु साथीहरू। हेर्न सक्नुहुन्छ। मलाई चाहिँ फुल भनेपछि एकदमै मनपर्छ, एकदमै। हजुरहरूलाई कस्तो लाग्छ? यो चाहिँ भदौ महिनातिर फुल्छ, कस्तो राम्रो भएर फुल्छ। भदौ महिनामा फुल्छ, तीजमा पूजा गर्ने, तीज पञ्चमीमा यो फुल चाहिँ एकदमै राम्रो। मेरो यो पनि यति राम्रो भएर जागिसकेको छ साथीहरू। हेर्नुहोस् कति राम्रो भएको छ। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ मेरो व्हाइट कलरको फुल कति राम्रो छ नि, माया लाग्दो व्हाइट कलरमा पनि रहेको छ साथीहरू। यो फुल चाहिँ मैले हिजो मात्रै हाँगा रोपेको, मागेर गाउँदेखि। यो चाहिँ एकजना भाउजू घरदेखि लिएर रोपेको, मेरो भाउजूको घरदेखि। यो सारे फुल चाहिँ एकदम फुलेर ढकमक्क दामी भएको छ। हेर्न सक्नुहुन्छ, हरियो फुल, रातो गुलाबी दामी भएको छ। अति नै मनपर्ने मलाई चाहिँ पुष्पहरू, फुलहरू रोप्न मनपर्ने, पूजा गर्न, थरीको फुल राउन अनि गोडमेल गर्न, सफा गर्न। यो चाहिँ मैले भर्खर सारेको फुल। हेर्नु न, रातो कति दामी रेड कलरमा फुलेको छ। हिजो मात्रै सारेको, कोपिलासँगै ल्याएको भएर यो चाहिँ फुलेको छ। अनि मैले एकदमै मन पराएर रोपेको, 4 पटक रोपेपछि बल्ल जागेर यसरी फुल दिँदैछ साथीहरू। गुलाब चाहिँ यहाँ फुलिसकेको छ। अब यसलाई चाहिँ कटिङ गरेर राम्रो गराउनु पर्ने छ। फुल्दैछ। फुल भनेपछि त म त हुरुक्कै हो साथीहरू। यतातिर सिस्नो पनि छ मेरो। सिस्नोको तरकारी खानलाई यतातिर मेरो सिस्नो पनि रहेको छ घरमै।
यिनी चाहिँ भर्खर उमारेका हुन्। यो चाहिँ अति नै राम्रो भएर फुल्दैछ साथीहरू। यो चाहिँ मेरो बल फुल। यो बल फुल चाहिँ फुलिसकेर हेर्नु न, फुलिसकेर र झरेको पनि यस्तो दामी देखिन्छ। यो चाहिँ मेरो बल फुल। अस्ति नै तपाईँहरूलाई देखाइसकेको छु फुलेको। यो चाहिँ मेरो फुल्नलाई तयार हुँदैछ, पहेँलो लाउरे फुल। यो चाहिँ एलोभेरा। अनि यहाँ चाहिँ रहेको छ मेरो सदा सुन्दरी। अनि म पूजा गर्न चाहिँ एकदमै मन लाग्छ साथीहरू, हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो तुलसी। यहाँ चाहिँ तुलसी मलाई एकदम मनपर्छ पूजा गर्न अनि फुलहरू रोप्न एकदमै मनपर्छ मलाई चाहिँ फुलहरू रोप्न। त्यहाँ चाहिँ मेरो स्ट्रबेरी फुल रोप्न चाहिँ एकदमै मनपर्छ साथीहरू। यो चाहिँ मैले कुश तयार गरेको छु। यो चाहिँ मेरो कस्तो कलरको होला, यो ब्राउन कस्तो छ, खैरो। यो पनि छ मसँग सारे फुल साथीहरू। एकदमै मलाई चाहिँ कहाँदेखि मागेर किनेर हुन्छ या के गरेर हुन्छ, फुल लाउनमा त एकदम सौकिन छु साथीहरू। बिहानभरि चाहिँ यही फुल सफा गर्न अनि तपाईँहरूलाई फुल देखाउन ठिक्कै भयो। फुल वरिपरिको झार गोडमेल गर्न। ल साथीहरू, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। मेरो युट्युब च्यानललाई माया गरिदिनुहोस्। आशा छ माया गर्नुहुन्छ, सपोर्ट साथ दिनुहुन्छ भन्ने। बाई बाई साथीहरू।